Hello everyone, my name is Ashish Chhatri and welcome to Hope Educations. So last time हामीले चाहिँ using sub and functions volume र perimeter find गर्ने question चाहिँ हामीले solve गरेका थियौं र जसले यो गर्नु भएको थियो I hope जुन हाम्रो recently हिजो चाहिँ Papson को pre qualifying को computer science को exam भएको थियो. So as you can see in the screen यो चाहिँ त्यसको क्वेशन पेपर भयो हाम्रो प्री क्वालिफाइङ जुन चाहिँ हाम्रो प्याप्सनले लिन्छ. सो 2082 मा चाहिँ यहाँ हेर्नु भयो भने पनि लाइक जुन हामीले हिजो गरेको चाहिँ भोल्युम र पेरिमिटर खालको क्वेशन छ नि, सो त्यस्तै खालको फर्मुला हाल्ने क्वेशन चाहिँ यहाँ सोधेको छ है. सो सिम्पली यसमा के भनेको छ भन्दाखेरि चाहिँ हामीलाई चाहिँ यहाँ सिम्पली यो जुन एरिया है, एज यु क्यान सी एरिया अफ अ स्फियर र सब प्रोसिडियर टु डिस्प्ले द भोल्युम अफ अ स्फियर भन्ने सोधेको छ है. सो यसमा जस्ट हामीले जुन पेरिमिटर र जुन भोल्युमको थियो त्यस्तै गरेर यो जस्ट फर्मुला राख्दिने मात्रै हो है. ओके, सो अब पाईमा चाहिँ 22/7 राख्नु पर्यो. अब यो जुन रेडियस इनपुट गर्नु पर्यो, त्यस्तै गरेर अब यो पावर राख्नलाई हामीलाई एक्सपोनेन्ट साइन युज गर्यो भने क्युब र स्क्वायरलाई दुईटैलाई काम गर्ने भयो. सो त्यस्तो डिफरेन्स क्वेसन केही पनि छैन. सो एउटा फर्मुला गर्ने जान्यो भने हामीलाई चाहिँ लाइक यो बोर्ड एक्जामलाई केही पनि गाह्रो हुनेवाला छैन. सो आजको भिडियो चाहिँ मैले चाहिँ अलिकति यसमै बट अलिकति डिफ्रेन्ट क्वेसन जस्तो एक्जाममा पोसिबिलिटी हुन्छ नि लाइक दुई तीनटा क्याटेगोरीको चाहिँ आउन सक्छ भन्ने क्वेसन्सहरू चाहिँ मैले अहिले डिस्कस गरिरहेको छु. त्यसपछि फेरि फाइल ह्यान्डलिङको त्यस्तै गरेर क्वेसन्सहरू आउँछ. सो प्लिज स्टे ट्युन्ड है. ओके, सो आज चाहिँ मैले हाम्रो सेट बुककै सो हेर्नुभयो भने चाहिँ हाम्रो यो जुन सेट 10 को चाहिँ SOS 2080 को चाहिँ अलिकति क्वेसन मलाई डिफ्रेन्ट लाग्यो, अलिकति मजा पनि आयो है. ओके, सो यहाँ हेर्नुभयो भने चाहिँ नर्मली फर्मुला टाइपकै धेरै क्वेसन छ. सो यसमा चाहिँ थोरै डिफ्रेन्ट छ. यहाँ हेर्नुभयो भने चाहिँ क्वेसनमा हामीलाई चाहिँ स्क्वायर एउटा फाइन्ड गर्ने है. ओके, सो हामीलाई चाहिँ यहाँ स्क्वायर फाइन्ड गर भनेको छ. अनि त्यस्तै गरेर अब स्क्वायर फाइन्ड गर्न त अभियसली एक्सपोनेन्ट साइन युज गरेर गर्न सकियो है. र एउटा स्क्वायर रुट भनेको छ है. अब जो स्टुडेन्टले पहिला चाहिँ स्क्वायर रुटवाला गर्नु भएको छैन, यो थाहा छैन भने चाहिँ उनीहरू चाहिँ के गर्ने होला भनेर अलिकति कन्फ्युज हुनसक्छ है. सो यसमा केही कन्फ्युज हुनुपर्ने जरुरतै छैन. यसमा जस्ट सिम्पली हामीले बिल्ट इन फङ्सन युज गर्छौँ. जस्तो हाम्रो क्युबेसिकमा के छ भन्दाखेरि ओके हामी यसलाई यहाँ लिएर जाउँ, एकचोटि डिस्कस गरौँ है त. ओके, सो यहाँ हेर्नुभयो भने अब स्क्वायर भनेको हामी सबैलाई थाहा नै छ. फर्स्टमा एकचोटि थोरै त्यही पनि मैले बेसिक्स भनिदिइहालेँ. अब स्क्वायर जस्तो मलाई 2 को स्क्वायर चाहियो भने अब हामीले कम्प्युटरमा त यसरी लेख्न मिल्दैन राइट. ओके, सो यो भनेको 2 × 2 4 हुने भयो. अब यसले हामीलाई कम्प्युटरमा लेख्दाखेरि कसरी लेख्छ, हामीले 2 लेख्छौँ, एक्सपोनेन्ट दिन्छौँ अनि त्यसपछि 2 लेख्छौँ. यो हाम्रो कम्प्युटर फर्ममा भयो. ठिक छ. अब चाहिँ स्क्वायर रुट भनेको छ. ठिक छ. अब स्क्वायर रुट जस्तो मानौँ ल यही 4 को हामीलाई चाहिँ स्क्वायर रुट फाइन्ड गर्नु पर्यो. स्क्वायर रुट भनेको त यही त हो नि होइन र, यही हो नि राइट. अब हामीले म्याथमेटिक्समा के गरेर हुन्छ भन्दाखेरि चाहिँ यसैलाई चाहिँ 2 को स्क्वायर 2 × 2 भनेको, सो यो स्क्वायर स्क्वायर काटिसकेपछि अभियसली यहाँ 2 आउने भयो. अब यसलाई चाहिँ कसरी लेख्ने भन्दाखेरि चाहिँ विल युज अ बिल्ट इन फङ्सन. कस्तो बिल्ट इन फङ्सन भन्दाखेरि चाहिँ S Q अनि R, त्यसपछि अब यहाँ चाहिँ हामीले एउटा कुनै जस्तो n भन्ने नम्बर दिनु पर्यो. जस्तो मैले n भन्ने नम्बर चाहिँ 4 दिएँ अरे ल मानौँ. सो S Q R मैले यसरी 4 भन्ने छ भन्ने भने चाहिँ यसले के हामीलाई आउटपुट दिन्छ. जस्तो अब यहाँ मैले एउटा भेरिएबल दिएँ A भन्ने. सो एमा के स्टोर हुने भयो भन्दाखेरि चाहिँ यसले चाहिँ 2 भनेर दिने भयो. सो यदि मैले यहाँ गएर चाहिँ यदि मैले प्रिन्ट A भनेर गरेँ भने यसको आउटपुट के आउँछ भन्दाखेरि 2 आउने भयो है. सो हामीले चाहिँ मेन यो बिल्ट इन फङ्सन्स SQR यो चाहिँ अब किवर्डै भइहाल्यो. सो हामीले वी क्यानट युज एज अ भेरिएबलको नामको लागि चाहिँ युज गर्न मिलेन है. सो यसरी चाहिँ गर्ने. यदि हजुरलाई यो जस्ट SQR यो एउटा बिल्ट इन फङ्सन थाहा भयो भने यो सल्भ गर्न केही पनि गाह्रो छैन है. ओके, सो ओके अब यसलाई चाहिँ अब हामी यसको प्रोग्राम लेख्न स्टार्ट गरौँ है. ओके, सो सायद क्वेसन बुझिहाल्नु भयो. जस्ट विल निड टु फाइन्ड द स्क्वायर एन्ड द स्क्वायर रुट है. ओके, सो यसमा चाहिँ फङ्सन ओके पहिला जस्ट लेखिदिइहाल्छु. फङ्सन युज गरेर चाहिँ के क्यालकुलेट गर्नु पर्यो, स्क्वायर रुट. ठिक छ, स्क्वायर रुट फाइन्ड गर्नु पर्यो. त्यस्तै गरेर अर्को हाम्रो चाहिँ सब युज गरेर के फाइन्ड गर्नु पर्यो, स्क्वायर. सो यति लेख्यो भने के हुन्छ हामीलाई एक्जाममा कन्फ्युज हुने चान्सै हुँदैन. नत्र कतिहरूले चाहिँ राम्रोसँग क्वेसन नपढ्दाखेरि चाहिँ स्क्वायर चाहिँ फङ्सन गरिदिनुहुन्छ, स्क्वायर रुट सब गरिदिनुहुन्छ. सो त्यस्तो गऱ्यो भने नम्बर आउँदैन है. ओके, सो अब चाहिँ हामी यसलाई स्टार्ट गरौँ. अब ओभरअल बेसिक कुरा चाहिँ अस्तिको लास्ट टाइमको फर्स्ट भिडियोमा नि भनेको छु. 3टा रुल कहिले पनि नबिर्सिनु होला है. सो डिक्लेयर, फर्स्टमा डिक्लेयर गर्नु पर्यो, त्यस्तै गरेर कल गर्नु पर्यो र त्यस्तै गरेर के गर्नु पर्यो,
डिफाइन गर्नु पर्यो। यति स्टेप बाई स्टेप चिज तपाईँले सम्झिनु भयो भने बाँकी प्रोग्राम लेख्न चाहिँ केही पनि गाह्रो छैन है। ओके, सो लेट्स मुभ टु द अदर लाइन। ल ओके, अब हामी चाहिँ यहाँबाट स्टार्ट गरौँ है। ओके, ल फर्स्टमा डिक्लेयर गर्नुपर्छ। सो मैले के गरेँ भन्दाखेरि ओके, सो फर्स्टमा चाहिँ मैले डिक्लेयर, हामीले यहाँ फङ्सन लेख्नुपर्छ, ठिक छ। त्यस्तै गरेर अब मैले एउटा नाम दिएँ। ओके, फर एक्जाम्पल SQRT भनेर दिएँ र हामीलाई भेरिएबल एउटा नम्बर चाहिएको, सो सिम्पली मैले एउटा मात्रै प्यारामिटर दिएँ है। त्यस्तै गरेर अब हामीले के डिक्लेयर गर्नुपर्छ, सबको पनि त्यस्तै डिक्लेयर गर्नुपर्छ, ठिक छ। सो यसमा पनि मैले ओके नाम दिएँ स्क्वायर। अब यसमा पनि हामीलाई एउटा प्यारामिटर चाहिन्छ, सो यसमा नि एनै हुने भयो। त्यस्तै गरेर मैले चाहिँ अब प्रिभियस आउटपुटहरू छ भने हटाउनलाई CLS युज गरेँ है। ओके, अब चाहिँ हामीलाई के चाहियो, भ्यालु चाहियो नि, इनपुट चाहियो नि फ्रम द युजर, राइट। सो के गरेँ भन्दाखेरि सिम्पली इनपुट लेखेँ, त्यसपछि मैले के गर्छु, इन्टर अ नम्बर भन्छु। सो यो डबल कोटेड भित्र भएको के हुन्छ, एज इट इज प्रिन्ट हुन्छ, सेमिकोलन यहाँ भयो र भ्यालु स्टोर गर्नलाई मैले के दिएँ, एन दिएँ। अब यति पार्ट हेर्नुभयो भने हाम्रो डिक्लेयर पार्ट सक्यो, केही गाह्रो छैन। डिक्लेयर फङ्सन, यसमा हामीले चाहिँ सिम्पली नाम दिनु पर्यो, किवर्ड युज गर्न पाइएन, र प्यारामिटर भनेको जसले भ्यालु हाम्रो स्टोर प्लस पास गर्ने काम गर्छ। त्यस्तै गरेर अब CLS थाहा छँदैछ हजुरलाई। त्यस्तै गरेर इनपुटमा चाहिँ इन्टर अ नम्बर भनेको एज इट इज प्रिन्ट हुन्छ र एनले चाहिँ के गर्ने भयो, हाम्रो इनपुट गरेको भ्यालुलाई होल्ड गर्ने काम गर्ने भयो। यो चाहिँ भेरिएबल भयो है। अब नेक्स्ट भनेको हाम्रो कल गर्न पर्यो, ठिक छ। अब कल गर्नलाई एज यु क्यान सी हामीले फङ्सनमा चाहिँ के हुन्छ, कल भनेर लेख्दैनौँ, कल हुन्छ बट हामीले कल भन्ने चाहिँ लेख्दैनौँ, ठिक छ। सो मैले के गरेँ भन्दाखेरि सिम्पली पहिला SQRT भनेर मैले यहाँ एन दिएँ। अब यो किन खाली छोडेको लास्टको भिडियोमा नि भनेको छ। सो यसमा यहाँ हेर्नुभयो भने अब यसलाई मैले के गरेँ, अहिले एक लाइन यसलाई छोडेँ र यहाँबाट मैले के गर्छु भन्दाखेरि फेरि कल गर्छु स्क्वायरलाई है। यो हाम्रो सबको भयो र यो माथिको चाहिँ फङ्सनको भयो, ठिक छ। ओके, सो त्यस्तै गरेर यहाँ पनि मैले एन दिएँ हो। अब यति गरिसकेपछि मैले यसलाई के गरेँ, यहाँ प्रोग्राम एन्ड गरेँ, ठिक छ। अब यहाँ किन मैले खाली छोडेको भनेको, यो ठ्याक्क हामीले डिफाइन गरिसकेपछि चाहिँ हजुरले फेरि बुझ्नुहुन्छ, म फेरि बुझाउने छु त्यसलाई है। ओके, सो अब यहाँ हेर्नुभयो नि कल गर्ने पार्ट पनि सक्यो। फङ्सन्समा द मेन डिफरेन्स के हो भन्दाखेरि कल हुन्छ बट विल नट राइट अ कल, किन भन्दाखेरि यसमा भ्यालु पास हुन्छ, ठिक छ। सो त्यही भएर हामीले कल लेख्दैनौँ। र सबमा के हुन्छ भन्दाखेरि चाहिँ सबमा कल लेखिन्छ, किन भन्दाखेरि डिफाइन पार्टमा हामीले प्रिन्ट गर्छौँ, फङ्सनमा चाहिँ हामीले यो मेन मोडुलमै प्रिन्ट गर्नुपर्ने हुन्छ है। ओके, सो अब हेर्नुभयो भने सो अझै तल जाउँ। अब आयो डिफाइन गर्ने पार्ट। अब डिफाइन गर्ने पार्टमा यहाँ के गर्नु पर्यो, फर्स्टमा डिफाइन कसरी हुन्छ भन्दाखेरि फङ्सन SQRT एन्ड यति त हो। अब हामीले के गर्छौँ भन्दाखेरि मैले एउटा SQ भन्ने भेरिएबल बनाएँ र SQR यसले के काम गर्छ, यो बिल्ट इन फङ्सन हो नि, यसले स्क्वायर रुट फाइन्ड गर्ने काम गर्छ। अब मैले मानु एनमा मैले 16 राखिदिएँ भने SQ को भ्यालु कति हुन्छ, 4 4 4 16 हो कि न, ठिक छ। सो यसको भ्यालु कहाँ गएर बस्ने भयो भन्दाखेरि चाहिँ स्क्वायरमा, ठिक छ। यसले SQR भनेको इट्स अ बिल्ट इन फङ्सन। सो त्यस्तै गरेर अब हामीले फङ्सनमा के गर्नु पर्यो, भ्यालु पास गर्नुपर्छ। जुन यो SQ भन्नेमा स्टोर भएको भ्यालु हामीले त पास गर्नु पर्यो, माथि पठाउनु पर्यो नि यो SQRT मा, अनि बल्ल पो के हुन्छ, अनि बल्ल पो यहाँ गएर प्रिन्ट हुने भयो नि त, होइन र, ठिक छ। सो त्यही भएर मैले के गरेँ भन्दाखेरि ओके यहाँ मैले SQRT इज इक्वल्स टु SQ, यो भन्न खोजेको के हो, यहाँ हेर्नुहोस् त, स्क्वायरको भ्यालु यहाँ गएर स्क्वायर रुटको भ्यालु यहाँ गएर स्टोर भयो र जुन यसमा स्टोर भएको भ्यालु फेरि कहाँ गएर स्टोर भयो, हाम्रो SQRT मा, ठिक छ, हाम्रो नेममा। अब यहाँ मैले के गरेँ भन्दाखेरि यसलाई मैले एन्ड गरेँ, ठिक छ। यसलाई मैले थोरै मिलाएँ। ओके, यहाँ गएर एन्ड हुन्छ। अब एन्ड फङ्सन। ओके, सो यति काम भयो, जुन चाहिँ हाम्रो यो स्क्वायर रुट फाइन्ड गर्ने यसको डिफिनेसन सक्यो है। अब हामी जाउँ फेरि नेक्स्ट सबको डिफाइन गर्नलाई है त। ओके, सो यहाँनिर चाहिँ फेरि हामीले सबलाई डिफाइन गर्छौँ। सो सब स्क्वायर एन्ड नेम र प्यारामिटर लेख्ने। त्यस्तै गरेर अब यसमा मैले एउटा के बनाएँ, SQU भन्ने बनाएँ है। अब हामीलाई के चाहिन्छ, यसको स्क्वायर फाइन्ड गर्नु, एन्ड स्क्वायर फाइन्डलाई के गर्ने, एक्सपोनेन्ट 2। अब यो बेसिक कुरा हो, सबैलाई थाहा छ भन्ने
चाहिँ आई होप है ओके अब यसलाई चाहिँ हामीले यहाँ डाइरेक्ट प्रिन्ट गर्न मिल्छ ठिक छ सो त्यस्तै गरेर SQUER स्क्वायर इज भनेर यो जुन डबल कोटेसनमा भएको एडजेक्टिभ प्रिन्ट हुन्छ है सो SQU ठिक छ अब एन्ड ओके सो अब हेर्नु भयो भने लगभग हाम्रो प्रोग्राम अब म एकचोटि यहाँ के गर्छु भन्दाखेरि ल यहाँ हेर्नुहोस् है म थोरै बुझाउँछु है डिक्लेयर भयो कल भयो र यहाँ गएर डिफाइन भयो ठिक छ अब यहाँ हेर्नु भयो भने जस्तो के हुन्छ फर्स्टमा यहाँ गएर डिक्लेयर भयो यो पनि डिक्लेयर भयो CLS भयो इनपुट भयो अब प्रोग्राम यहाँ जान्छ यहाँ जाने बित्तिकै के हुन्छ कल हुन्छ यहाँ यो लाइन एक्जिक्युट हुनु भनेको कसलाई कल गरिरहेको हुन्छ SQRT लाई सो यो कहाँ गयो तल गयो भनेको यो लाइनमा गयो नि ठिक छ यो लाइनमा गयो नि हो कि न SQRT मा गयो नि अब यहाँ गएपछि के हुन्छ हाम्रो n को भ्यालु यहाँ हुन्छ ठिक छ सो यो बिल्ट इन फंक्सनले के गर्छ जस्तो मैले यहाँ यसमा मानु फर एक्जाम्पल मैले 16 राख्दिएँ भने अब SQ को भ्यालु कति हुने भयो भन्दा 4 हुने भयो सो 4 कहाँ स्टोर भएको छ SQ मा सो त्यस्तै गरेर अब भ्यालु रिटर्न त गर्नु पर्यो नि र यो SQ मा स्टोर भएको चाहिँ कहाँ गयो भन्दाखेरि SQRT मा अनि त्यसपछि के हुने भयो यहाँ एन्ड फंक्सन भयो अब जुन यो SQRT मा भ्यालु रिटर्न गरेछ यो त कहाँ जाने भयो यहाँ हेर्ने हो भने यस्तो माथि गएर हजुरले हेर्नु भयो नि यहाँ पास भएको छ नि त हो किन यो SQRT मा पास भएको छ अब के गर्नु पर्यो भन्दाखेरि हामीले चाहिँ यहाँ एउटा कुनै भेरिएबल जस्तो मैले x दिएर यो SQRT को भ्यालु चाहिँ यहाँ प्रिन्ट गर्नलाई मैले पास गर्दै ठीक छ अब मैले यहाँ के लेख्छु प्रिन्ट लेख्छु सो यहाँ के हुने भयो SQUER स्क्वायर रुट इज भनेर मैले यदि यो गर्दै भने यहाँ x प्रिन्ट भएन यहाँ हाम्रो के रे स्क्वायर रुट प्रिन्ट भएन ठीक छ सो त्यही भएर अघि मैले यो खाली छोडेको जहिले पनि सम्झिनुस् फंक्सनमा के हुन्छ भन्दाखेरि चाहिँ कल हुन्छ बट कल लेख्दैनौ किन भन्दाखेरि भ्यालु यहाँ हामीले पास गरेर यहाँ हामीलाई भेरिएबल डिक्लेयर गर्नु छ है ठीक छ ओके अनि मेन आर्को भनेको चाहिँ जहिले पनि यसले भ्यालु रिटर्न गर्छ सो एक्जाममा चाहिँ कहिले 1 मार्क्समा डिफरेन्सहरु पनि सोधिरहेको देखेको हुन्छु सो हजुरले यो डिफरेन्स याद गर्नुभयो भने थ्योरीलाई पनि कभर गर्ने भयो है ठीक छ ओके अब यहाँ हेर्नुस् है त अब यो हाम्रो फंक्सनको यति यहाँ यो एन्ड फंक्सन सम्म सकिनु भनेको के हो भन्दाखेरि यो लाइन सकिनु हो नि यो लाइन या हाम्रो प्रिन्ट हुने लाइन सम्म सकिने हो नि ठीक छ ओके यो लाइन सकिन्छ त्यसपछि यहाँ तल प्रिन्ट हुन्छ र प्रिन्टमा आउटपुटमा के भनेर प्रिन्ट गर्छ भन्दाखेरि चाहिँ तपाईले हेर्नु भयो भने चाहिँ अब यहाँ के हुने भयो यसरी पहिला सुरु स्क्वायर रुट इज अब x को भ्यालु जति छ त्यति नै प्रिन्ट हुने भयो जस्तो 4 छ भने अब यहाँ 4 है भनेर प्रिन्ट हुने भयो ठीक छ त्यस्तै गरेर अब हेर्नु भयो भने अब यो लाइनको पालो यसले के कसलाई कल गरिरहेछ कल स्क्वायर सो स्क्वायर गरिरहेछ भने अब यसले चाहिँ त्यो सिधै प्रोग्राम कहाँ जान्छ यहाँ जम्प भएर जान्छ कल स्क्वायर स्क्वायर भनेको नाम त यहाँ छ नि त हैन र अब यसले काम के गर्ने भयो जस्तै n को भ्यालुमा जाने भयो यसले एक्सपोनेन्ट साइनले चाहिँ पावर लाउने जस्तो मैले यहाँ 4 लेखेको छु भने चाहिँ 4 को स्क्वायर 4 4 जा 16 भनेर SQU मा स्टोर हुने भयो र यसले सिम्पली प्रिन्ट गर्दाखेरि के गर्ने भयो आउटपुटमा स्क्वायर इज भनेर जति आन्सर त्यति प्रिन्ट गर्ने भयो अब जब यो प्रोग्राम पनि एन्ड भइसकेपछि त यो लाइन पनि एन्ड भएन र अब जस्तो यहाँ के प्रिन्ट हुने भयो स्क्वायर इज भनेर अब जति स्क्वायर आउँछ त्यो प्रिन्ट हुने भयो ठीक छ अनि त्यसपछि यो लाइन पनि सक्यो यो लाइन सकेपछि त यहाँ हेर्दा एन्ड छ एन्ड भनेको त हाम्रो प्रोग्राम नै सक्यो सो ओभरअल यहाँ हेर्नु भयो भने हाम्रो यो डिक्लेयर देखि यो एन्ड भएको पार्ट चाहिँ के भयो हाम्रो इट्स अ मेन मोडुल ठीक छ यसलाई भन्छ मेन मोडुल र बाँकी यहाँ भएको जुन सानो सानो छ यसलाई भन्छ सब मोडुल है यति याद गर्नुस् है ओके सो हामीले के गर्यौं डिक्लेयर गर्यौं कल गर्यौं र सिम्पली डिफाइन गर्यौं यसलाई मैले थोरै जुम आउट गरे एउटै पेजमा अलिकति हेर्न मिल्ने हिसाबले मैले यसलाई राखे अब सानो भयो बट ओके यसलाई चाहिँ हामीले यही हेरौँ न क्युबेसिकमै है त अब यसलाई रन पनि गरेर हेरौँ काम गर्यो कि गरेन सो यु क्यान सी इन द स्क्रिन यहाँ हेर्नुस् डिक्लेयर गर्यौं फर्स्टमा इनपुट गर्नु पर्यो भ्यालु राइट युजरसँग इनपुट लिन्छ त्यस्तै गरेर चाहिँ अब यहाँ फंक्सन कल भएको छ यहाँ जान्छ यहाँ जाने बित्तिकै के हुन्छ स्क्वायर रुट फाइन्ड गर्छ बिल्ट इन फंक्सनले भ्यालु पास गर्छ भ्यालु पास गर्ने बित्तिकै यो लाइन आउँछ त्यसपछि प्रिन्ट हुन्छ फेरि कल गर्छ स्क्वायर भनेर फेरि तल जाने भयो तल गइसकेपछि फेरि के हुने भयो यहाँ स्क्वायरमा गइसकेपछि यसले यसको स्क्वायर फाइन्ड गर्छ अनि यो सकिन्छ भनेको यो कल लाइन सक्यो अनि प्रोग्राम एन्ड हुन्छ सो यसलाई एकचोटि रन पनि गरेर हेरौँ
ल यहाँ हेर्नुहोस् यसले के भन्यो इन्टर अ नम्बर भनेर दियो राइट ओके सो मैले के लेख्छु भन्दाखेरि चाहिँ 16 लेख्छु है त मैले 16 लेखेँ यसलाई मैले इन्टर गरिदिएँ सो ओके सो हजुरले यहाँ स्क्रिनमा हेर्नुभयो भने के छ भन्दाखेरि स्क्वायर रुट इज कति 16 को स्क्वायर रुट भनेको 4 भयो अब स्क्वायर इज 16 को स्क्वायर भनेको कति भयो 256 सो इन दिस वे यु क्यान फाइन्ड द स्क्वायर रुट एन्ड द स्क्वायर है सो यो अलिकति डिफ्रेन्ट क्वेसन भएर चाहिँ मैले गरिदिएँ है अब यस्तै हाम्रो क्युबेसिकमा सब र फङ्सन युज गरेर अरू कुनै प्रब्लम मैले नयाँ भेटाएँ भने चाहिँ म फेरि यो प्लेलिस्टमा अपलोड गरिदिन्छु होइन भने चाहिँ अब हामी चाहिँ फाइल ह्यान्डलिङको चाहिँ सिरिज हामी लाइक पोसिबल लगभग त्यो टाइप्स अफ क्वेसन्स गऱ्यो भने चाहिँ हजुर चाहिँ एसएससीलाई केही चिन्तै गर्नु पर्दैन लाइक इजिली 4 मार्क्स चाहिँ हजुरले चाहिँ लाइक अब्टेन गर्न सक्नुहुन्छ है ओके सो थ्याङ्क यू सो मच यदि हजुरले भिडियो यहाँसम्म हेर्नु भएको छ भने थ्याङ्क यू सो मच है ओके सो यस्तै गरेर चाहिँ अब म अरू भिडियोहरू पनि बनाउँदैछु गर्दैछु है सो जस्ट वेट एन्ड वाच एटलिस्ट हजुर मेरो मेन मोटिभ भनेको चाहिँ कसैले पनि बोर्ड एक्जामको स्ट्रेस लिन नपरोस् र स्ट्रगल गर्नु नपरोस् जस्ट बुझेर राम्रोसँग पढेर सो राम्रो स्कोर सबैले ल्याओस् भन्ने चाहिँ मेरो इच्छा ओके सो thank you so much.